ल आज चाहिँ अब फेरि हामी अर्को एउटा प्रोग्राम हेर्छौँ। यो प्रोग्रामको नाम चाहिँ म लेखिदिन्छु, हामी कुन प्रोग्राम पढिरहेको छ। अनि प्रोग्रामको नाम लेख्ने बेलामा कमेन्ट गर्नुपर्छ, त्यही भएर मैले ह्यास युज गरेँ। चेक ए पर्सन इज इलिजिबल टु भोट अर नट, होइन, कोही व्यक्ति भोट गर्नको लागि इलिजिबल छ कि नै भनेर। चेक अ पर्सन इज इलिजिबल टु भोट, होइन, कोही व्यक्ति भोट गर्नको लागि इलिजिबल छ कि छैन भनेर हामी हेर्छौँ, होइन। अनि के हो त भोट गर्नको लागि के छ क्राइटेरिया, तपाईँहरूलाई थाहा छैन भनेपछि कोही पनि व्यक्ति त्यति बेला मात्रै भोट गर्न इलिजिबल हुन्छ जति बेला उसको एज के हुन्छ, कि त 18 हुन्छ अथवा के हुन्छ मोर देन 18 हुन्छ, है। भनेपछि तपाईँ बिलो 18 हुनुहुन्छ भने तपाईँले भोट गर्न पाउनुहुन्न। ल यसको लागि सुरुमा हामीले चाहिने भने के हो, जस्तो अघि हामीले एउटा नम्बर लिएको थियो, होइन। योभन्दा अगाडिको प्रोग्राममा हामीले के गरेको थियो भने एउटा नम्बर लिएको थियो, होइन। अनि त्यो नम्बरले चेक गरेको थियो इभन छ कि अड छ। त्यस्तै गरी यो प्रोग्राममा हामीले के लिनुपर्छ भने एउटा एज लिनुपर्छ, होइन। कोही व्यक्तिको के गर्नुपर्छ, एज लिनुपर्छ। अनि त्यो एजलाई बल्ल हामी के गर्छौँ, कन्डिसन राखेर इफ एल्स राखेर अघिको जस्तै इफ एल्स स्टेटमेन्ट राखेर हामी के गर्छौँ, योभन्दा अगाडिको भिडियो जस्तै के गर्छौँ भने हामीले इफ एल्स स्टेटमेन्ट युज गरेर चेक गर्छौँ त्यो व्यक्ति एलिजिबल छ कि छैन भोटको लागि। ल त्यसको लागि ल हेरौँ त हामी। अब मैले एउटा एज भन्ने भेरिएबल लिएँ। हुन तपाईँले एजको ठाउँमा जे पनि लिँदा हुन्छ, एबिसिडी जे राख्दा नि हुन्छ, तर एज नै लिनु अलिक राम्रो देखिन्छ। एज इक्वल्स टु इन्ट ब्र्याकेट फेरि इनपुट फेरि ब्र्याकेट डबल इन्भर्टेड कमा, त्यसपछि इन्टर एज कलनिज गरिदिएँ मैले, त्यसपछि इन्टर। अब यति गरेर हेरौँ न पहिला यसले के डिस्प्ले देखाउँछ। हेर्नु यति मात्रै लेखेर छोडिदिनु भयो भने यसले के दिन्छ, इन्टर एज, तपाईँको एज मात्रै लिन्छ, त्यसपछि केही काम गर्दैन। अब त्यसको लागि के काम गराउनु छ अगाडि हामी प्रोग्राम लेख्छौँ अहिले। इफ एज इज ग्रेटर देन अर इक्वल्स टु इफ एज इज ग्रेटर देन अर इक्वल्स टु 18 छ भने, है। इफ एज के छ 18 अर 18 भन्दा ग्रेटर छ भने के गर्नुपर्छ, कलनिज गर्नुपर्छ। त्यसपछि के हुन्छ, प्रिन्ट गर्नुपर्छ हामीले, प्रिन्ट इलिजिबल टु भोट, अथवा यो छैन भने अब के लेख्नुपर्छ हामीले, एल्स स्टेटमेन्ट लेख्नुपर्छ। एल्स फेरि यहाँ कलन लेख्नुपर्छ एल्स, त्यसपछि यहीँबाट कपी गर्छु नि म, यहाँबाट कपी गरेँ कन्ट्रोल सी, यहाँ कन्ट्रोल बी गर्थ्यो। अनि नट इलिजिबल टु भोट त्यो के छ भनेपछि उसको एज के छ 18 अथवा 18 भन्दा बेसी छैन भने त्यो पर्सन के हुन्छ, नट इलिजिबल टु भोट, है। त्यो भोट गर्नलाई के छैन, इलिजिबल छैन भनेर हामीले बुझ्नुपर्छ। ल यति यो प्रोग्राम। अब यो प्रोग्रामलाई हामी रन गरेर हेरौँ त। ल मैले रन गरेँ, इन्टर एज मानौँ मैले 12 इन्टर गरेँ भने के हुन्छ, नट इलिजिबल टु भोट भनेपछि तपाईँको एज 12 छ भने तपाईँ भोट हाल्नको लागि के छ, के हुनु हुँदैन, इलिजिबल हुनु हुँदैन। सपोज अर्को हालौँ न हामी एज, सपोज मैले 35 हालेँ भने इन द्याट केस यु आर इलिजिबल टु भोट बिकज योर एज इज greater than 18. Let's suppose give the value of age as 18, just 18. So in that case also you are eligible to vote, है। यस्तो बुझ्नुपर्छ हामीले। ल यो सजिलै खालको प्रोग्राम थियो। त्यसपछि फेरि हामी हेर्छौँ अर्को खालको प्रोग्राम अर्को भिडियोमा।